कति राम्रो गजुर कालिकाको मन्दिरमा कति राम्रो गजुर यहाँहरू सबैको आशीर्वाद थाप्न हाजिर भए हजुर। मलाई कार्यक्रम सञ्चालन गर्ने जिम्मा दिनुभएकोमा र हाम्रा तनहुँकी गायक दुर्गा गुरुङज्यूले अत्यन्तै मिठो गीत गाएर बिदा हुनु भएको छ, तसर्थ उहाँलाई पनि म व्यक्तिगत रूपमा धन्यवाद दिन चाहन्छु। आदरणीय दर्शक महानुभावहरू, अब हाम्रो यस दोहोरी खेल सुरु हुन गइराखेको छ। सम्बोधनको कुरामा चाहिँ मैले सुरुमै सामूहिक सम्बोधन गरिसकेको छु, तसर्थ अब म सम्बोधन गीतको भाका सम्झिरहनाले भेट हुनै गाह्रो भयो टाढा हुनाले भन्ने भाका रोज्नु भएको छ। मैले अब उहाँहरूलाई आफ्नो परिचय सहित सबैले आफ्नो होलसेलमा नमस्कार सहित यस दोहोरी खेल सुरु गर्नु हुन म अनुरोध गर्दछु। गीत सुरु गर्ने पालो आएको छ यता हाम्रो नारायण गाउँले समूहबाट, माफ गर्नुहोला, स्याङ्जा तनहुँ सम्पर्क समाजबाट भाका रहेको छ सम्झिरहनाले। आफ्नो परिचय सहित गीत सुरु गर्नु हुन म अनुरोध गर्दछु। Oh,
We're
बहिनी माया खुब खुसी भए नि एउटी बहिनी दैवले लाए नि Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
हो डराकी के हुन्छ सजाउने आउँदो माघमै नौमती बजाउने
क्या छ जङ्गार बारी भन्छन् घरमा ले छोरा बुहारी के हुन्छ तिमी घरबारे हौरा मुनो पार्ने गुडामा कम्छौ र दिन्छु मेरो आधा गाँस काटी
आदरणीय दमौलीवासी दाजुभाइ तथा दिदीबहिनीहरू, आदरणीय दमौलीवासी दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरूको आगमनमा आज भक्तपुरको प्रसिद्ध नवदुर्गानाथ आइरहेको छ। यो हाम्रो एउटा आस्थाको केन्द्र हो। यो नवदुर्गानाथ एउटा नेवार समुदायमा प्रसिद्ध नाच हो। नेपालीहरू कुनै पनि देवतालाई सम्मान गर्छौं। हाम्रो धर्मग्रन्थहरूमा, हाम्रा शास्त्रहरूमा हामीले सुने गरेका देवी देवताका नाचहरू हामीले ग्रन्थहरूमा सुने गरेका छौं। त्यही ग्रन्थको आधारमा हाम्रा अजीहरूको पुर्खौँदेखि नचाउँदै आएको एउटा नवदुर्गा नाच हो। यो हामी नेपालीहरू विश्वको सामु तीनटै चिजमा प्रसिद्ध छ। एउटा भगवान बुद्ध गौतमको जन्मथलो भनेर चिनिन्छ भने अर्को विश्वको सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिन्छ। अनि अर्को चीज हो हाम्रो विभिन्न जनजाति, विभिन्न धर्म, विभिन्न संस्कृतिका एउटा धनी देश भनेर चिनिन्छ। त्यसमा पनि एउटा थरीथरीको संस्कृति, थरीथरीको विभिन्न वेशभूषा हरेकले सजिएको एउटा जाति हो नेवार जाति। त्यो नेवार जातिले 700 वर्ष अगाडिदेखि नचाउँदै आएको यो एउटा हाम्रो नाच हो। समयको क्रम सँगसँगै, समयको विकास क्रम सँगसँगै, पश्चिमेली हावा बगेको सँगसँगै अनि हामी विदेशी पश्चिमेली संस्कृतिको अतिक्रमणको सँगसँगै हामी बिस्तार आफ्नो संस्कृतिलाई छोड्दै गइरहेका छौँ। तर आज त्यही संस्कृतिको अभावले गर्दा पश्चिमेली राष्ट्रहरू निकै अगाडि बढिसकेका छौँ। उनीहरू धेरै धनी रहेका छौँ, प्रविधिमा पनि उनीहरू धेरै धनी रहेका छौँ। तर आफ्नो संस्कृतिको अभावले उनीहरू आएर आँसु बगाउने गइरहेका छौँ, उनीहरू पस्दै रहेका छौँ। तर आज
समय छ हामी पनि आफ्नो संस्कृतिलाई जगेर्ना गर्नको लागि, हामी पनि आफ्नो संस्कृतिलाई संरक्षण गर्नको लागि समयमा हामी लागि परेन भनेदेखि त्यही पश्चिमेली मुलुकको गति हामीले पनि भोग्नु पर्नेछ। हामीसँग पैसा होला, हामीसँग ठुलो ठुलो घरहरू होलान्, हामीसँग धेरै पैसा, हामी धेरै धनी होलान्, तर आफ्नो संस्कृतिलाई गुमाएन भने हाम्रो परिचय नै गुमाउनु पर्ने हुन्छ। त्यसकारण म यहाँका विशिष्ट वर्गहरू, हाम्रा दाजुभाइ, विशिष्ट धनी हाम्रा दाजुभाइहरूको म विनम्र अनुरोध के गर्न चाहन्छु भनेदेखि हाम्रो पहिचान भनेको एउटा संस्कृति हो। संस्कृति पाएन भने हामी के हो, हामी समाजमा भन्न सकिँदैन। त्यसकारण हामी त एक दिन मर्छौँ, तर हामीले समाजमा छोडेर जाने कुरा के छ भन्दाखेरि हाम्रो ठुलो ठुलो घर छोडेर गएमा हाम्रो इतिहासमा नाउँ रहँदैन। हामीले धेरै पैसा कमाएर गए पनि त्यसको पहिचान हुँदैन। हामीले गाडी चढेर मोज मस्ती गर्दा पनि हामी मर्दाखेरि त्यसको लोखाजोखा हुँदैन। त्यसकारण हामी आफ्नो पुर्खाले छोडिएको यस्ता संस्कृतिहरू संरक्षणमा तपाईहरू लागि पर्नुपर्छ। मेरो विनम्र अनुरोध तपाईहरूमा के छ भनेदेखि हाम्रो पहिचानको लागि हाम्रो पुर्खाले सर्जिएको यस्ता कलाकृति, संस्कृति, बाजा गाजा, नाच गान, लुगा फाटा, गरगहनाहरू संरक्षणमा अहिले नै हामी लागेन भनेदेखि भोलि हामी पस्ताउनु बाहेक अरू केही पनि हुँदैन। अनुरोध के गर्न चाहन्छु भनेदेखि तपाईहरूले कमाउनु भएको कमाईमा केही प्रतिशत अथवा 1% मात्र पनि तपाईहरूले संस्कृति संरक्षणमा खर्च्यो भनेदेखि हाम्रो इज्जत रहन्छ, समाजमा हाम्रो सम्मान हुन्छ, हामी कयौं पुस्तालाई यो संस्कृति देखाइरहन सक्षम हुनेछ। अर्को कुरा दमोलीमा मैले पाएको एउटा, म त काठमाडौँको मध्यपुर थिमीको मान्छे हुँ। हामी थिमीको भक्तपुरको थिमीबाट यो मध्यपुर कला परिषद मार्फत यो सांस्कृतिक लिएर आउनेछौँ। यसमा यहाँ पनि धेरै संस्कृतिहरू मैले हेर्न पाएको छु। त्यसमा एउटा मलाई खस्किएको के छ भनेदेखि हाम्रा 80 वर्षका एकजना वृद्धले नाचेर आउनु भएको छ। अस्तिको हाम्रो सांस्कृतिक र्यालीमा मैले के देखेँ भनेदेखि कसरी हस्तान्तरण गर्ने त्यो अति आवश्यक भइसकेको छ। तपाईहरू समयमा यसमा लागि पर्नु भएको छैन भनेदेखि भोलि अहिले संस्कृति सम्हालिराख्नुभएका वृद्ध हाम्रा बुवा बाजेहरू बित्नुभयो भने अवश्य उहाँहरू सँगसँगै जानुहुनेछ। यसमा अनुको एउटा विशिष्ट अनि एउटा तनहुको एउटा विशेषता हामी लागि देखाउन सक्नुहुनेछ। आज हामी यो मध्यपुर कला परिषदको तर्फबाट तपाईहरू समक्ष यो नाच लिएर प्रस्तुत हुनेछ। अहिलेलाई यति नै, धन्यवाद।
आफ्नो घरमा आइपुगेको बेलामा
संस्थानको रहर पुगी महिला तथा पुरुषहरूका लागि सम्पर्क राखी मौका सन्तान खोल्ने होइन रहरले जन्माउनु दुई मात्र सन्तान ईश्वरका गर्दा त्यसैले भन्दा अहिले नै सुरक्षित गर्न यथासम्म हाल्नु अनुरोध गर्दछ। माताको पारखीहरूलाई माता खाएर जान नहुनु। अहिले दिइहाल्नु। समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउने